साथीहरु आज चाहिँ म मिनी समोसा बनाइरहेको छु। मिनी समोसा त्यसमा यो आलु मटर मसला सब छ। अब जिरा हाल्न लागेको छु। अब मैले यसमा मटर अनि मसला हालिछु। अब आलु हाल्छु है साथीहरु। हेर्नु आलु पनि हाल्छु। त्यो चाहिँ समोसाको मसला बनाइरहेको छु। यसमा हल्का हल्दी अनि हल्का गरम मसाला अनि हल्का नुन हाल्छु। अब आलुको मसला तयार गर्दैछु। समोसाको मसला अब यो समोसाका लागि बेलिरहेको छु। यसमा भर्ने तेल लगाइसकेको छु। तेल तातिन लाग्यो। हेर्नु साथीहरु, यति बेलिसकेको छु मैले। साना मिनी समोसा हुन्। अब हेर्नु साथी, मैले चाहिँ समोसा मसला भरिरहेको छु। यसरी समोसा भर्छन् हैन, यसरी हालेर हल्का पानी लाएर अनि यसरी चेप्ने नखुल्ने गरी अनि यसमा यसरी मसला हाल्ने। यसभित्र मसला हाल्ने। यसरी मसला धेरै नहाल्ने, अलिअलि हाल्ने माथिसम्म बन्ने। अब यसरी पानी लाउने, हल्का पानी लाएर अनि यसलाई यसरी चेपेर अनि यसरी हो। यो भयो समोसा। पुचुक्क चेप्ने, नखुल्ने। तेलमा जाने बित्तिकै खुलेपछि त सब समोसा बिग्रिन्छ। त्यही भनेर अलि पुचुक्क यसरी पुचुक्क चेप्ने। भइसकेको छ साथीहरु। हेर्नु, पाक्दैछ। पाकिरहेको छ साथीहरु। हेर्नु, समोसा पाकिसकेका छन् साथीहरु। अब निकाल्दैछु। यदि धेरै पाकिसकेका छन्। यति धेरै समोसा पाकिसके साथीहरु। समोसा